चाहिँ बुढी चाहिँ माइनर हो, तपाईँले चाहिँ किन सपोर्ट गर्नुभएको यताउति भनेर। मलाई पनि कहाँ थाहा हुन्छ त राजाहरू, मलाई पनि त 19 वर्ष भनेको थियो, यताउति भनेको थियो, मैले त्यही अनुसारले लाइफमा बोलेँ। अब मसँगै झुट बोलिसकेपछि मलाई कसरी थाहा हुन्छ यार, ध्यान बुझेनौ? के गर्छ सम्झाउँछु, सम्झाएपछि पनि मान्दैन, यताउति गरेर बस्छ, यताउति गर्छ। अनि म त हात खडा गरिदिइसकेँ यार, जति सम्झाए पनि नहुने, जति उ गरे पनि नहुने। नाइ माया छ भाइ भन्ने कुराको त माया छ कि, तर भाइले नै दाइ नगर्नेपछि के गर्नु त यार, भन त आफै। कुरा राम्रो कुरा सम्झाएपछि मान्ने नमान्ने यताउति नगर्ने भनेपछि के गर्नु आफै, हो कि न? चिया ठिक लाग्छ कि लाग्दैन मेरो कुरा, भन त? नाइ के लाइफमा के गरेर बस्छ, छोड्दियो यार। मेरो मम्मी हेर्नु हुँदो रहेछ फेरि तिनीहरूको लाइफ, बुझेन? मम्मी के बोल्नु लाग्नुभएको थियो, त्यसको लाइभ हेरेको थियो राति। के गर्छन् त तिनीहरू लाइभमा, नाचेर उ गरेर, चुम्मा चाटी गरेर, सुम्मा गरेर, यताउति गरेर गाली गर्छ भन्नुहुन्थ्यो। गाली त गर्छु मम्मी, के गर्नु, भाइले मान्दैन त के गर्नु भन्नु त?